प्रधानमन्त्रीको अभिव्यक्तिपछि निरन्तर संसदमा विपक्षी दलहरूले आवाज उठाएपछि संसद अवरुद्ध भएपछि आजको बैठक पनि स्थगित गरिएको छ र विपक्षी दलहरूले कडा रूपमा आफ्नो प्रस्तुति देखाएको छ भने प्रधानमन्त्री बालेन शाहज्यूले उक्त अभिव्यक्तिलाई फिर्ता लिनुपर्छ, सच्याउनुपर्छ, माफी माग्नुपर्छ अथवा दस्तावेज नै प्रमाणित गर्ने गरी सदनमा देखाइदिनुपर्छ भनेर नेताहरूले आवाज उठाइरहेका छन्। र अस्ति भर्खरै प्रधानमन्त्री बालेन शाहज्यूले त्यो अभिव्यक्ति दिनुभयो र त्यसको भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछाने 5 दिने भारत भ्रमणमा जानुभएको छ। यो दुईटालाई जोड्न मिल्छ मिल्दैन त्यो त थाहा भएन, तर कहीँ कतै दक्षिणलाई खुसी पार्नलाई यो कदम उचालेको हो कि विपक्षी दलहरूले भनिरहेका छन्। आज पनि बैठक अवरुद्ध गर्नुभएको छ, यहाँहरूको माग उद्देश्य चाहिँ के हो? प्रधानमन्त्रीज्यूले अस्ति 17 गते बिना तालिकाको बैठक आकस्मिक रूपमा बोलाउनु भयो होइन, सचिवालय मार्फत होइन, तालिकामा थिएन नि त। म चाहिँ पूर्वतिर गएको थिएँ, त्यतिखेर कहिले नबोलेको मान्छे आएर बोल्नु भएछ कि तपाईँ पूर्व गएरै उहाँले बोल्नुभयो कि होइन? त्यस्तो त भन्दिनँ, जो संयोग त्यस्तो परेको हुनसक्ला। र अब हिजो रवि लामेछानेजी तपाईँको चाहिँ हिजो 18 गते भारत जानुभयो, त्योभन्दा अगाडि अलिक मिठो बोलिदिउँ कि भन्ने हिसाबबाट पनि हुनसक्छ सायद होइन। अनि प्रधानमन्त्रीले जे बोल्नुभयो सदनको रोस्टरमा उभिएर नेपालले चाहिँ भारतका सीमा विभिन्न ठाउँमा धेरैवटा ठाउँमा मिचेको छ भन्ने हिसाबले चाहिँ जुन बोल्नुभयो यो चाहिँ अत्यन्तै गम्भीर होइन, अत्यन्तै तपाईँको चाहिँ राष्ट्रघाती, हाम्रो देशको भौगोलिक अखण्डतामा आँच आउने कुरा, देशको सुरक्षासँग भनौँ न सम्बन्धित देशको सुरक्षामा आँच आउने कुरा, खतरा हुने कुरा चाहिँ उहाँले बोल्नु भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिपछि के कालापानी लिम्पिया दुराली पुलेका मुद्दाहरूमा नेपाल कमजोर पर्छ? त्यसमा उहाँले चाहिँ ती मुद्दाहरूलाई सामसुम गर्नका लागि बोल्नु भएको पनि हुनसक्छ होइन। हामीले सिमाना मिचियो भनेर हामी एउटा सानो राज्य, सानो राष्ट्रले अब ठुला राष्ट्र बनाउँदाहरूलाई भनिरहेको बेलामा, न्यायको तपाईँको चाहिँ लागि आज याचना गरिराखेको बेलामा, एक खालको न्यायको लडाइँ लडिरहेको बेलामा चाहिँ अब त्यो सिमानाको विवाद जहिले भइरहन्छ, त्यसले गर्दा यसो भन्यो भने उताबाट मिच्याएर छ, आखिर हामीले पनि मिच्याएर छ, अब रफा दफा त्यस्तै नरम करम मिल्छ भन्ने हिसाबले त्यो विषयलाई सामसुम गर्ने उद्देश्य जस्तो पनि लाग्छ। र प्रधानमन्त्री जस्तो मान्छेले यो बोल्नु भनेको चाहिँ अत्यन्तै धेरै निन्दाजनक होइन, आपत्तिजनक, विरोध गर्न पर्ने खालको विषय हो। उहाँ चाहिँ आएर रोस्टरमा उभिएर यो कुरालाई उहाँले सच्याउनुपर्छ। हामीले के सुन्थ्यौँ भने अस्तिसम्म यहाँहरूले भन्नुहुन्थ्यो प्रधानमन्त्री स्वयं आएर सदनलाई सम्बोधन गर्नुपर्छ, सबैलाई जवाफ दिनुपर्छ, प्रश्नको जवाफ खोज्दै हुनुहुन्थ्यो। प्रधानमन्त्रीज्यू आउनुभयो, जवाफ पनि दिनुभयो, अनि फेरि त्यही जवाफलाई तपाईँहरूले मुद्दा बनाइदिनु भयो। मतलब विरोधको लागि मात्रै तपाईँहरू विरोध गर्दै हुनुहुन्छ? यस्तो छ अब नेपालले भारतको सीमा धेरै ठाउँमा मिचेको छ भनेर उहाँले भन्नु भनेको चाहिँ यो अत्यन्तै ठुलो तपाईँको राष्ट्रघाती बनायो हो कि। भोलि उहाँले यो सिंहदरबारसम्म मिचेको रहेछ भनिदियो भने के भन्ने? अब प्रधानमन्त्रीले बोलेको कुरा हो, न पत्रकारले बोलेको कुरा हो, न एउटा अभियन्ताले बोलेको कुरा। प्रधानमन्त्रीले बोलेको कुराभन्दा धेरै आधिकारिक अरू के हुन्छ होला र होइन? कुनै कुरा हुन्छ त त्यो? प्रधानमन्त्रीले त भन्नुभएको थियो त, मैले आएको कुरा। अब यसलाई चाहिँ भारतीय मिडियाहरूले तपाईँको मसला बनाएर अहिले पुरै बेचिरहेछ होइन। यहाँ जे जति चर्चा छ योभन्दा त धेरै चर्चा त त्यहाँ भइसक्यो एकदमै होइन र विश्वभरि चर्चा हो। अनि कति ठाउँमा तपाईँको चाहिँ सुस्ता लगायतका ठाउँमा चाहिँ होइन उताको चाहिँ सुरक्षा बलै आएर चाहिँ तपाईँको हतियारसहित आएर चाहिँ हामीले गर्दै गरेको चाहिँ हाम्रो योजनाको कुराहरू रोक तैँले भनेर चाहिँ भनिरहेको छ भनेर मिडियामा आइरहेछ च्यापच्याप। यसले चाहिँ के गर्यो भन्दाखेरि नेसनल सेक्युरिटीमै ठुलो थ्रेट पैदा गराइदिनु भयो होइन। अनि यस्तो मान्छे पनि तपाईँको चाहिँ हाम्रो प्रधानमन्त्री भनेर भन्नुपर्दा योभन्दा तपाईँको लज्जा, योभन्दा तपाईँको दुःख होइन बोध हुने विषय अरू केही पनि छैन। प्रधानमन्त्रीको पक्षबाट सरकारका शिक्षा प्रधानमन्त्रीले त्यसो भन्छ? उहाँले त त्यो एङ्गलले भन्नुभएको छैन नि। इतिहासकै कलङ्क हो उहाँ। प्रधानमन्त्रीजीको त भनाइ कस्तो थियो भने म प्रधानमन्त्री भइसकेपछि मात्रै मैले जानकारी पाएँ, किनभने आज जुन प्रधानमन्त्री हुनुहुन्छ हिजो पाउनु भयो त त्यो त हो, त्यो लिएर आउनु पर्यो नि त। यहाँनिर यसरी मिच्या थियो हिजोसम्म ग्रेटर नेपालको फोटो लगाउने त त्यही व्यक्ति हुनु नहुने कुरा। सबै कुरा उहाँले चाहिँ के अरे कि त षड्यन्त्र गरेर गरिराख्नु भएको छ कि त तपाईँको चाहिँ नि उहाँको अब समस्या स्वास्थ्यमा समस्या छ। प्रधानमन्त्रीजीको स्वास्थ्यमा समस्या छ? स्वास्थ्यमा समस्या हुनसक्छ। आज तपाईँले त प्रधानमन्त्रीज्यूको हाजिरी पनि चेक गर्ने कुरा उठाउनु भएको छ। हाजिरी चेक गर्ने कुरा उठाएको छु, यो कुरा पनि गम्भीर छ। किनभने हाम्रो नियमावलीको 4को 1ले के भन्छ भने प्रत्येक प्रतिनिधि सभाको सदस्यले बैठकमा बस्नु अघि हाजिरी गर्नुपर्छ
प्रत्येक के अरे प्रतिनिधि सभाको सदस्य बैठकमा आउनुपर्छ भन्ने नियम छ त्यहाँ। अब उहाँ आउनुभएको छैन भने उहाँ प्रतिनिधि सभाको सदस्य होइन भन्ने पुष्टि हुन्छ र प्रतिनिधि सभाको सदस्य होइन भने चाहिँ संविधानको धारा 77 को तपाईँको चाहिँ नि के अरे तपाईँको चाहिँ नि त्यहाँनिर लाइक 1 को ग होइन त्यसले चाहिँ तपाईँको चाहिँ नि कोट गरेको छ 4 को ग। प्रधानमन्त्रीज्यूले जुन अभिव्यक्ति दिनुभयो त्यसपछि उहाँकै मान्यज्यूहरूले त्यो कुरालाई पुष्टि गर्दै हुनुहुन्छ। साँच्चै नै मिचेको सामाजिक सञ्जालहरूमा माननीयज्यूहरूद्वारा नै फोटोहरू पोस्ट गरिएको छ, 10 गजाहरूको फोटोहरू देखाइएको छ। यसलाई यहाँले कसरी लिनुहुन्छ? त्यो होइन, त्यो 10 गजामा कसले के गर्यो भन्ने कुरा कहाँ त्यो एउटा किसानले एउटा चाहिँ नि के रोप्यो, गोलभेडा रोप्यो, उता किसान यता। मेन कुरा त बोर्डर सिल हुनु पर्थ्यो हाम्रो, त्यही छैन। मैले बारम्बार पहिलो सदनबाट नै मैले माग के गरेको छु भने नेपाली सेनालाई चाहिँ तपाईँको बोर्डरमा पठाउनुपर्छ होइन। मन्त्रीको ढोका खोल्नु लागिरहेछ, यहाँ हेऱ्यो मन्त्रीको ढोका खोलिरहेको हुन्छ नेपाली सेनाले। त्यो पनि हो त नेपाली सेनाको गौरव त्यसरी के अरे तपाईँको गरिमा बच्छ। नेपाली सेनाको खै त कुन चाहिँ तपाईँको चाहिँ के अरे टुकडी चाहिँ तपाईँको सिमानाको पेट्रोलिङमा गएको छ त? छैन नि। अब यो तपाईँ अनि तपाईँको खुल्ला राखिदिने, खुल्ला राखेर चाहिँ तपाईँको एउटा किसानको गोलभेडा खोइ के भन्ने कुराहरू गरेर हुन्छ त? हामीले कहाँनिर मिच्यौँ त? दलबलका सायद कहाँ मिच्यौँ हामीले होइन? कुन भूभागमा चाहिँ हामीले चाहिँ नि हाम्रो नेपाली सेनाको ब्यारेकहरू खडा गरेर मिच्यौँ त? कहाँनिर त्यस्तो भयो त? उहाँले देखाउनु पऱ्यो नि त। यही कुरा उहाँले बोलेको कुराको पुष्टाइ चाहियो नि त हामीलाई होइन, पुष्टाइ चाहियो। अब उहाँले माफी माग्नु पऱ्यो। प्रधानमन्त्रीज्यूलाई यहाँले माफी माग्न जे पाते बोल्न पाइँदैन क्या होइन। पदमा बसेको मान्छेले त झन् साह्रो नै पाइँदैन जे पाते बोल्न। जसरी यहाँले प्रधानमन्त्रीज्यूले माफी माग्नुपर्छ भनिरहँदा अब त जनताले उल्टै तपाईँलाई नै गाली गर्छ नि। तपाईँको हाम्रो मागै त्यही छ सबैको। त्यो जनता जुन जनताले होइन देशको चाहिँ नि भूभाग चाहिँ अरूले तपाईँको दिनुपर्छ भन्ने हिसाबबाट बोल्दै गर्दा त्यसो बोल्नु हुँदैन भनेर खबरदारी गर्दाखेरि गाली गर्ने जनता त जनतै होइन यो देशको। उनीहरू त यो देशको जनतै होइन। राष्ट्रियताको कुरामा, स्वाधीनताको कुरामा होइन, उनीहरू जनता त्यस्तो पनि जनता हुन्छ। त्यो विदेशी दलालले तपाईँको फालेको तपाईँको टुकडा खाएर चाहिँ नि पेट पालेर बसेको चाहिँ तपाईँको मान्छे। अब श्रम संस्कृति पार्टीको आगामी रणनीति के हुन्छ सदनमा? आन्दोलन गरिरहन्छौँ हामी। यो कुरा नसुचिन्जेलसम्म आन्दोलन गरिरहन्छौँ। योभन्दा ठुलो कुरो हुँदैन। त्यो बजेट कार्यविधि यो त्यो सानोतिर कुरा हो कि त्यो विधेयक सिधेयक, यही कुरामा हामी चाहिँ रहन्छौँ है।